नमस्कार साथीहरु सबैजनालाई म तपाईहरुलाई यो घाँसको बारेमा बताउन गइरहेको छु। यसको नाम चाहिँ सिल्टमुड हो। यो पहाडी इलाकामा पाइन्छ। यो घाँसले चाहिँ तपाईहरुको बाख्राहरूले गिलो हगेको छ भने छेरेको छ भने यो घाँस खुलाउनु होला र तपाईहरुको बाख्रालाई सन्चो हुन सक्छ। है त साथीहरु। बाख्राहरूले चाहिँ खाइसके। यिनीहरूले यी दुईटै जुम्ल्या हुन्। यसको आमा चाहिँ तलनिर छ। यी दुईटैले चाहिँ छेरेर गिलो हगिरहेको थिए। बिरामी छन् दुईटै। यस्तै भिडियोहरु हेर्नको लागि मेरो च्यानल सब्स्क्राइब, लाइक, शेयर गरिदिनु होला साथीहरु। हस्त नमस्ते।